आईसीसी पुरुष क्रिकेट विश्वकप लिग 2 को एउटा यस्तो खेलको कुरा गरौँ जसले सबैको सासै रोक्यो। नेपाल र अमेरिका बीचको यो भिडन्त साँच्चै नै रोमाञ्चक थियो। आउनुहोस् यो खेलका हरेक उतार चढाउलाई नजिकबाट निहालौँ। हो, साँच्चै नै यो एक वाक्यले खेलको पुरै कथा भन्छ। यो कुनै साधारण खेल थिएन। यो त रणनीति, दबाव र शानदार प्रदर्शनको एउटा रस्साकसी जस्तै थियो। दुवै टोलीले अन्तिम बलसम्म हार मानेनन्, जसले गर्दा हामीले एउटा अविस्मरणीय खेल हेर्न पायौँ। ल सुरु गरौँ खेलको पहिलो अध्यायबाट। नेपालको ब्याटिङ। उनीहरूले कसरी अमेरिकाका लागि एउटा विशाल लक्ष्य खडा गरे त हेरौँ है त। 271 रन। सोच्नुहोस् त, एक दिवसीय क्रिकेटमा यति रन बनाउनु भनेको कुनै पनि टोलीका लागि जितको बलियो आधार हो। यसले अमेरिकी बलरहरूलाई मात्र होइन, ब्याट्सम्यानहरूलाई पनि ठूलै मानसिक दबावमा पारेको थियो। यो विशाल स्कोरको पछाडि दुईजना खेलाडीको कमाल थियो। दिपेन्द्र सिंह ऐरीले मैदानको चारैतिर प्रहार गर्दै 75 रनको एक विस्फोटक पारी खेले। अर्कोतिर करण केसी, उनी त अन्तिम ओभरहरूमा तुफान बनेर आए। मात्र 31 बलमा 49 रन बनाएर नेपाललाई एक शक्तिशाली स्थितिमा पुर्याए। तर कथा यतिमै कहाँ सकिन्छ र? अमेरिकी बलरहरूले पनि हिम्मत हारेका थिएनन्। खास गरी हरमित सिंह, उनले आफ्नो स्पिनको जालमा नेपाली ब्याट्सम्यानहरूलाई राम्रैसँग फसाए। उनले एकदमै किफायती बलिङ गर्दै 3 महत्त्वपूर्ण विकेट लिए, जसले गर्दा नेपाल 300 रनको आँकडा पार गर्नबाट रोकियो। एन केन्जिगेले पनि उनलाई राम्रो साथ दिए। अब पालो थियो अमेरिकाको जवाफ दिने। के उनीहरूले यो पहाड जस्तो लक्ष्य भेटाउन सक्थे त? उनीहरूको रणनीति के थियो होला? खेलको दोस्रो र सबैभन्दा निर्णायक भाग अब सुरु हुन्छ। र उनीहरूले गरे। हो, अमेरिकाले 1 ओभर बाँकी छँदै यो कठिन लक्ष्य सफलतापूर्वक पछ्यायो। यो साँच्चै नै उनीहरूको दृढ सङ्कल्प र योजनाबद्ध खेलको नतिजा थियो। एक शानदार जित। अमेरिकाको यो जितका मुख्य हिरो थिए साइतेजा मुक्कामल्ला र मिलिन्द कुमार। मुक्कामल्लाले एकदमै धैर्यताका साथ एक छेउबाट इनिङ्सलाई सम्हाले भने मिलिन्द कुमारले आक्रामक ब्याटिङ गर्दै रन रेटलाई कहिल्यै तल झर्न दिएनन्। यी दुई बीचको साझेदारीले नै खेललाई नेपालको पकडबाट पुरै खुसेर लग्यो। अब अलिकति गहिरेर हेरौँ, खेलको विश्लेषण गरौँ। ब्याटिङमा दुवै टोली बलिया देखिए, तर बलिङमा कसले बाजी मार्यो? कुन बलरले खेलमा सबैभन्दा बढी प्रभाव पारे त? यहाँ हेरौँ त, दुवै टोलीका प्रमुख स्पिनरहरू खेलमा छाए। नेपालका सन्दीप लामिछाने र अमेरिकाका हरमित सिंह दुवैले 3-3 विकेट लिए। सन्दीपले आफ्नो अनुभव प्रयोग गर्दै एकदमै महत्त्वपूर्ण समयमा विकेटहरू लिए, जसले फेरि एकपटक उनको विश्वस्तरीय क्षमता देखायो। सन्दीपलाई अरू बलरहरूबाट पनि सहयोग त मिल्यो, जस्तै गुलसन झाले पनि एक महत्त्वपूर्ण विकेट लिएर अमेरिकामाथि दबाव बढाउने कोसिस गरे। तर प्रश्न उठ्छ, के यो दबाव पर्याप्त थियो त? यति राम्रो प्रदर्शनको बावजुद पनि नेपालले खेल किन हार्यो? धेरैको मनमा यही प्रश्न होला। स्कोर राम्रो थियो, विकेट पनि आइरहेको थियो, तैपनि नतिजा किन पक्षमा आएन? केही मुख्य कारणहरू थिए जसले खेलको नतिजालाई बदल्यो। आउनुहोस् ती कारणहरूलाई केलाउँ। खेलको गहिरो विश्लेषण गर्दा दुई प्रमुख कमजोरीहरू देखिन्छन्। पहिलो, फिल्डिङ। केही महत्त्वपूर्ण क्याचहरू छुटे, जसले अमेरिकी ब्याट्सम्यानहरूलाई जीवनदान दियो। र दोस्रो, अन्तिम ओभरहरू अर्थात् डेथ ओभर्स, जहाँ खेलको मुटु डुकडुक गर्छ, त्यही नेपालको बलिङ अलिकति चुक्यो। अमेरिकाले यही मौकाको फाइदा उठाएर खेललाई आफ्नो पक्षमा पार्यो। अन्त्यमा यो प्रश्न सबैभन्दा महत्त्वपूर्ण छ। हार पक्कै पनि नमिठो हुन्छ, तर हरेक हारले एउटा पाठ पनि सिकाउँछ। यो हारले पक्कै पनि नेपाली टोलीलाई आफ्नो फिल्डिङ स्तर र डेथ ओभर्सको रणनीतिमा पुनर्विचार गर्न प्रेरित गर्नेछ। र यदि यी कमजोरीहरूलाई सुधार गर्न सकियो भने यो टोलीसँग विश्वको कुनै पनि टोलीलाई हराउने क्षमता छ भन्नेमा कुनै शङ्का छैन।